हेलो गुड मर्निङ। आज हामी जाँदैछौँ पिकनिक खैरेनी बुद्ध पार्क एमपिएस 4th सेमेस्टर लास्ट ब्याच नुम्बाडी क्याम्पसबाट। आज फेरि अलि बढी नै चिसो रहेछ। हिजो अस्ति बरु घाम लाग्यो। हामी पिकनिक जाने भनेर होला, त्यही पनि केही छैन। फाइनल्ली हामी कलेज आइसक्यौँ। हामी अहिलेसम्म जम्मा 6 जना कलेज आइसक्यौँ। वेलकम टु आवर ब्लग। आज चाहिँ हाम्रो पिकनिक डे आफ्टर टुर। वी आर गोइङ टु फेरि पिकनिक होइन। साथीहरू आएनन्, सधैँ हामी फर्स्ट हो। अनिखेरि सधैँ तिनीहरूलाई कुर्न पर्छ। हाम्रो साथीहरू यस्तै छन्, टाइमको पङ्क्चुअल छैनन्। अनिखेरि अब कतिखेर आउँदैछन् अब पनि थाहा छैन। वेट गरौँ। लेट्स वेट वाच। अलि आधा घन्टाको वेटपछि साथीहरू इज हियर। अभिषेक सबभन्दा सुरुमा आएको अभिषेक है। वाउ, ल हाम्रो टिकट बुद्ध पार्क जहाँ हामी जाँदैछौँ। ए हेलो गाइस। ल हामी गाडीमा बसिसकेका छौँ। साथी हेलो साथीहरू। फाइनली साथीहरू हामी चौपारीदेखि हिँडेको यात्रा सुरु भयो हाम्रो। फाइनल्ली हामी आइपुगेका छौँ। ए ठाउँ चाहिँ यस्तो रहेको छ। हेलो साथीहरू। नाइ मलाई चाहियो, भर्खरै चाहियो। चामलको पिठो चाहियो, मैले ठोकने बनाउँछु। ल यस्तो राम्रो ठाउँ रहेछ यहाँ। म चाहिँ फर्स्ट टाइम आएँ। आजको दिन चाहिँ अलि बढी नै चिसो छ। हामी अब पिकनिकको लागि आइसकेका छौँ। हेलो हेलो गुड मर्निङ फ्रम बुद्ध पार्क। यो रहेको छ हाम्रो पिकनिक स्पोट, जुन चाहिँ खैरेनी देवदह खैरेनी चोकदेखि भित्र रहेको छ। यहाँ बालुटान पनि रहेको छ केटकेटीको लागि। साथीहरूलाई पिकनिकमा पनि त्यसकै चिन्ता हो। ल कलाकारको कमी छैन। थ्याङ्क यू। साँच्चै गौतम बुद्धको मावली हो नि त। हिस्ट्री म बताउन गइरहेको छु। यहाँ चाहिँ हाम्रो यो गौतम बुद्ध पार्कलाई चाहिँ बुद्धको मावलीको रूपमा चिनिन्छ। अनिखेरि उहाँको सम्झनामा चाहिँ यहाँ चाहिँ यस्तो पार्क बनाइएको रहेछ, जुन चाहिँ अति नै सुन्दर छ। साह्रो राम्रो। साल हो कि हेलो हेलो बाई। पिकनिक सेड पहिल्यैदेखि थाहा त थियो, त्यही पनि अब साथीहरू सोही बाटो हामीले हाम्रो पिकनिक स्पोट खोजिरहेका छौँ, भेटाउन सकेका छैनौँ।
यो बाघ हो कि चितुवा हो साथी भन्न त साथी यो बाघ हो कि चितुवा साथीले बुढालाई मिस गरिन रे ओ माय गॉड हामीले कसलाई मिस गर्ली फाइनल्ली हाम्रो स्टेसनमा आइपुगेका छौँ र अब हामी हाम्रो काम सुरु गरिसकेका छौँ अब यहाँ मोटर फुक्दैछौँ सुरुमा हामी मटर फुक्दैछौँ पलाउ पाक्छ एकैछिनमा आउनुहोला खान दियाको लागि दुध ताप्दै हो हामी आगो ताप्दै जाडो छ घामको मुख देख्न पाइएको छैन सिरु सिरु ढकाल जबरजस्ती छ कि यहाँ फेरि भन्दिन पर्यो अब सल्काउन जले सल्काए ए ल यस
स्वागत छ हजुरलाई। यता चाहिँ खाना पकाउनु पर्दा तयारी भइरहेको छ। तरकारी काट्नु सबै काम हुँदैछ र अर्कोतिर भने डान्स कार्यक्रम चलिरहेको छ।
बोसो यता चाहिँ छुट्टै रमाइलो गेम चलिरहेको छ। साथीहरू गेममा मस्त व्यस्त हुनुहुन्छ तास खेल्न र अर्कोतिर चाहिँ डान्स नै चलिरहेको छ। फेरि एकछिन आगो तापेर गफ गर्दैछौँ र निस्किने तयारी पनि हुँदैछ किनकि लेट भइसकेको छ। ल हम अगाडि बढौँ ल। बाई 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 बाई। आउनेहरू आउँदै गर्छन् हामी रेल अगाडि बढ्यो हामी। ल ल बाई। अब चाहिँ हामी होटलको लागि प्रस्थान गरिसकेका छौँ। यो चाहिँ होटलको प्रदर्शनी लागेको ठाउँ चाहिँ जुन चाहिँ एउटा निकै रमाइलो देखिन्छ। र फाइनली हामी कलेजमा आइपुगेर घरतिर लाग्यौँ। आज ओभरअल पिकनिक चाहिँ एकदमै रमाइलो भयो र सरहरू पनि आउनुभएको थियो। Thank you for watching. Don't forget to subscribe.